गाउँ घरको दुःखले पनि कहिले छोडेन। हे तेरी माँ टोक्ने। आया ओ बाउ मलेसियाबाट कहिले आयो तिमी? ए भयो एक हप्ता जति महिना भयो। अब चैते दसैँ मनाउनु भनेर आएको। ए ल ठिक छ सन्चै हो नि? ठिकै छ बा। अनि आफूलाई के छ? यसो यही गाई गोठालो भैँसी गोठालो यसो अब घाँसपात मेला पासतिर जान्ला बाउ। ए ल ठिक छ है, सबै ठिक छ है गाउँतिर? अब विदेशबाट आएछौ बाउ, अब कहिले बिहे गर्छौ त? अब पारी गाउँको साइलीले छोडेर गइहाल्यो पहिले। अब कि माइलो बाको छ भने यसो मिलाइदिनु। छन् त छ कि बाउ, अलि लाटी लाटी छे, तर घरको काम चाहिँ धन्दा चाहिँ खुब गर्छ है त्यसले। हुन्छ भने न त कुरो चलाइदिनु पर्यो। अब यसो अब आजकलको जमाना अलिअलि पढाइ लेखाइ पनि चाहियो नि त बा। के गर्नु, पढाइ लेखाइ नभए काम छैन हो कि क्या हो? धेरै पढाइ लेखाइ नि खोज्नुहुन्न भाउ। पढाइ लेखाइ सहरतिर जान्छ उतै सल्किन्छ, त्यस्तो नि खोजेर हुन्छ। अब काकाहरूको कुरा पनि सुन्नुपर्छ। त्यहाँ म चाहिँ अब लाग्यो, अब बाको पनि काम होला काकाको पनि। अब म चाहिँ अब भट्टीतिर लागेँ। ल भाउ त्यसो भए राम्रोसँग जाऊ। त्यहाँ मेरो नि दाइ एक्लै भैँसीको भगाएर सोर्दैछ अरे। अब म लागेँ स्याउला पात गर्न। ल है भाउ राम्रोसँग जाऊ। ए ल ल ल काका ल। भर्खरै माइलो यतातिर गुनगुन गर्थ्यो, कता चाहिँ गयो होला? पक्कै स्याउला काट्न गयो होला। के गर्नु, दुःखै दुःख छ। दुःखले कहिले पनि साथ छोडेन। अब पकाएर सोध्नु पर्यो। होइन, यो गर्मी पनि कतिको हो, खपी नसक्नुको गर्मी छ त। होइन, परबाट फेरि को तरुनी आयो? होस् त्यो त्यही तरुनी हेर्ने गर्नाले बाको बुढी माइतमा थचारेर बसिरहेको छ रिसाले। त्यही दुःखको बेला त आफ्नै बुढीले त छोडेर गयो। यो तरुनीको पछि पर्यो भने जिन्दगी नै खराब हुन्छ। बढी यो दाउरा उता फेल्छु। लाजा Punya aneh-aneh, ada ke barbar bayu. दुईटा भैँसी छ, दुईटा बाख्राको मालिक। कति खानु डेढवटा गुन्द्रुक। कहिलेकाहीँ यसो मासु पकाएर खाउँ भनेको, खोइ त भाइ पनि यस बेला भइसक्यो काममा गएको, आइपुगेन कि क्या हो? ओहो माइला भाउ कहिले आयो त है विदेशबाट? भयो, म एक हप्ता जति यसो चैते दसैँ मनाउन आएको।